Hello everyone and welcome back to my YouTube channel. आजको vlog चाहिँ अलिकति लामो हुनेछ अरु vlog भन्दा हैन. It's going to be I think at least for 20 to 30 minutes त हुने नै छ because we have many things planned आजको लागि. So first thing is बेलुका हामी एउटा सानो फंक्सन छ जो हामी अटेन्ड गर्नुपर्ने छ. त्यसको लागि I need to buy some earrings. So we're going to get that one and my husband is going to get a haircut done. अनि एक दुईवटा groceries छ पहिला चाहिँ त्यो गर्ने हो. That's why we're heading out now. अनि त्यसको बादमा we have guest coming. खाना पकाउनु पर्ने छ, प्रोग्राम जानु पर्ने छ, धेरै चीज छ के आज. So just stay tuned, okay? Watch till the end. All right. Okay, I want to show quickly what I'm wearing. So this is what I'm wearing. यो bag चाहिँ मैले अस्ति Shein मा मगाएको थिए. I hope you guys remember. अनि यो pant पनि मैले Shein मै मगाएको हो मेरो साथीको सजेसनले. It's quite nice actually. कति खुला खुला एकदम open हैन. It's nice. अनि it is just a casual wear because I have to do groceries. धेरै चीज गर्नुपर्ने छ. So I'm just casually dressed and I have to stay a bit low key also. किनभने for some reason. अनि that's all. Let's go now. छिटो गएर आउँ है किन धेरै काम छ. Okay, let's go. हामी बल्ल मार्केट पुग्यो. मेरो टाउको दुख्यो. बुढाले पार्किङ खोजेर मेरो टाउको दुखायो. अब मेरो बोल्ने जोस छैन. मलाई खाना दियो पहिला खाना. म पहिला खाना खान्छु. अन्त मात्रै मेरो जोस आउँछ. यो दामी देख्छ. यतिको हुन्छ? I will take this one. यो यतिको हुन्छ. दुईटा हो के? एउटामै. यो यतिको हुन्छ नि त. अनि त्यो ड्रेसमा राम्रो देख्छ. मैले चाहिँ अब मास्क लगाएको छु हैन मलाई चिन्दैन कसले पनि. So मैले घाँटीमा लाउने माला किने. अब चाहिँ म कानको चाहिँ मैले यहाँ एसेसरिजमा लिएको थिएँ राम्रो होला. So we are going to get कानको from there. किनभने योले कान दुखाउँछ. यसले कान दुखाउँछ जस्तो फिल भयो मलाई. यो सिम्पल छ स्विट. राम्रो लाग्यो तिमीलाई? यही लाउँछु. किनिसकेँ मैले कानको किने अनि घाँटीमा लाउने पनि किने. आई एम नट स्योर कतिको म्याच हुन्छ भनेर. अनि अब चाहिँ हामी खानु गएको. मेरो बुढाले यहाँ इन्डियन रेस्टुरेन्ट छ त्यहाँनिर लान्छु भनेको छ. मेरो बुढाले मैले किन मास्क लगाएको भनेछ नि म पुरा फेमस छु नि त. बुझ्यौ बुढा? भन्नु हुँदैन. नो मेरो ह्यान्डसम बुढालाई हेरिदिइहाल्नु न एकखेप. लाने मान्छेलाई थाहा छैन. खोज्दैछ उसले रेस्टुरेन्ट. यहाँ चाहिँ मजाले यसरी बसेर घाम ताप्नु मिल्छ. मलाई मनपर्छ यहाँ बसेर घाम ताप्नु. तर तिमी खोज है. तिमी पायो भने मलाई बोलाऊ. हामी चाहिँ इन्डियन खाने भनेर हैन हेर्यो तर इन्डियन चाहिँ रेस्टुरेन्टै भेटाएन. अनि फोन गरेर सोद्दाखेरि टेबल बज्यो क्या. फोन गरेर सोद्दाखेरि चाहिँ त्यति साह्रो खासै राम्रो छैन भने हैन. अनि त्यहाँदेखि कि नेपाली रेस्टुरेन्ट जाने भनेर सोचेँ. फेरि नेपाली रेस्टुरेन्टहरू टाढो छ छेउमा कुनै पनि छैन. सो लास्टमा फाइनली हामी आइपुग्यो चाइनिज. हामी लास्टमा चाइनिज खाना आइपुग्यो. सो अहिले चाहिँ अब खाना खाने. मैले मेरो कानकोहरू सानकोहरू सबै किनिसकेँ. खाना खाएर चाहिँ बुढाले हेयरकट गर्नु जान्छ. त्यहाँदेखि अलिकति घरको सौदा गर्छु. त्यहाँदेखि त्यसको बादमा घर जान्छु. ओके. यो चाहिँ मेरो हो. मैले चाहिँ जस्ट स्पाइसी चिकन अनि फ्राइड राइस मगाएको थिएँ. यो चाहिँ मेरो बुढाको. त्यहाँदेखि मेरो बुढाको चाहिँ के पो यो त? बुल बिफ ओइस्टर बिफ नुडल. मेरो बुढाको प्ल्याटर जस्तो आयो. मेरो चाहिँ सिम्पल. ल अब खम ल. अब मजाले खम है. भेजिटेबल मलाई स्प्रिङ रोल चाहिँ असाध्यै मनपर्छ. यो बनाउनु चाहिँ मैले सिकेको छुइनँ.
प्यारिसमा खाएको याद आउँदैन हामीले प्यारिसमा चाइनिज खाएर बितायो तर धेरै मिठो थियो नि कस्तो लाग्यो खाना ठिकै छ नभए चाहिँ ठिक छ सो हामी चाहिँ गएको थियो खासमा बुढाको हेयरकट गर्नुको लागि अनि बुढाको हेयरकट गर्ने जग्गाको उतापट्टि केटीहरूको सलुन पनि रहेछ अनि तिमी हेयरकट गर म चाहिँ नेल्स गर्छु ल भनेर चाहिँ गएँ अनि मैले मेरो नेल्स गरेँ नेल्स गर्दा ओर्दा मैले त बुढाले सक्यो होला भनेको त बुढाको त स्टार्टै भएको छैन रहेछ बिचरा मेरो बुढालाई त्यसै बित्तामा पर्खायो है ब्रो आई लभ यु गेम खेल्दै बस्यो नि गेम खेल्दै बस्यो गेम खेलेको कहाँ 0 देखि खेलेको कति 23-25 लेभल पुग्यो म त्यसै बित्तामा पर्खायो त्यहाँनिर 32 कस्तो खालको त्यो मान्छेहरू पनि 0 देखि 32 लेभल पुगेछ म त्यो मान्छेहरू पनि कस्तो खालको त अनि एटलिस्ट भन्नु त पर्छ यति टाइम लाग्छ यति पर्खी भनेर पछि आएकोहरूलाई नि कटाउँदै थियो जस्तो लाग्यो मलाई यस्तो हेर्दा चाहिँ भेरी अनप्रोफेसनल पिपल नजाने अब नेक्स्ट टाइमदेखि फर्स्ट टाइम आएको त्यो पनि गरेन पनि फर्स्ट एन्ड लास्ट तिमीलाई हामीले चान्स दिएको थियो तिमीले त्यो चान्स गवायो सो अब हामी घर जाने टन्न खायो होइन सौदा किन्न जानुपर्छ पहिला सौदा किनेर त्यहाँदेखि घर जाने त्यति हो रेडी हुनुपर्छ त्यहाँदेखि बल्ल घर आइपुग्यो होइन 4 बजी आइपुग्छ भन्दा 4:30 भयो अब अलिकति घर सफा गर्नुपर्ने छ टाउको दुखिरहेको जस्तो गाडी गर्नुलाई घर सफा गर्नुपर्ने छ अनि रेडी हुनै छ अझै डल्लै छ काम सो छिटो घर सफा गरिहाल्छु त्यहाँदेखि रेडी हुँदा चाहिँ फेरि गर्छु ओके इट्स गो वाट्स अप पिपल मलाई यस्तो अवतारमा देखेर कस्तो लाग्यो यो चाहिँ हो मेरो आजको आउटफिट एकछिन ल यो क्यामेराले मलाई सतायो उप्स ओके सो यो चाहिँ हो आजको मगर कल्चर प्रोग्रामको आउटफिट होइन यो चाहिँ मगर ड्रेस हो अनि जुत्ता चाहिँ मेरो स्निकर्स हो किनभने मलाई कम्फर्ट चाहिन्छ त्यसले गर्दाखेरि यस्तो छ होइन छुट्टै कपाललाई पनि मैले जबरजस्ती गरेर मैले पालेँ होइन अनि आज किनेको इयररिङ्स हो यो माला पनि मैले आज किनेको यसमा चाहिँ खासमा पोते लाउनु पर्छ तर मैले चाहिँ मेरो पोते चाहिँ यहाँनिर चाहिँ अब जे भए नै सुन उयो हुन्छ भनेर चाहिँ बाठी भएर घरमा छोडेर आएको थियो कि अनि आज आएर मैले यो माला किनेर लाउनु पर्यो बिकज आई हेभ नो पोते अनि वी आर रेडी माई हस्बेन्ड इज अल्सो रेडी हस्बेन्डको त्यस्तो केही थिएन सर्ट प्यान्ट लाउनु मात्रै थियो अनि यो चाहिँ मलाई दिदीले दिनुभएको ड्रेस हो किनभने मेरोमा छैन मगर ड्रेस मैले यसपालि चाहिँ मैले मगाएको छु नेपालबाट अनि आज चाहिँ जस्ट दिदीकोबाट बरु गरेर लगाएको अब हामी प्रोग्राम जान्छौँ त्यहाँदेखि प्रोग्राम गएर आएर त्यहाँदेखि खाना पकाएर खाएर त्यहाँदेखि सुत्ने हो ओके एभ्रीवान लेट्स गो चस्मा लाउँछु म किनभने आई कुडन्ट पुट लेन्स किनभने बिहानदेखि टाउको दुखिरहेको छ मेरो बिहानदेखि होइन अस्तिदेखि नै जिउ एकदम बिसाउँछ छ अनि टाउको पुरै दुखिरहेको छ त्यसले गर्दा आज मैले लेन्स लगाएन ओके only I'm going to wear chasma so you will see me later in my chasma let's go continue गर्न चाहन्छौ समाजसेवी तथा व्यवसायी के भन्दैछ के साह्रो राम्रो भएर आएको तिमी मेकअप गरेको नि कतारबाट ल्याएको क्रिम लगाएको नि पर्ने त्यहाँबाट आज हामी मगर समाज माल्टाद्वारा कि 30-40 मगर एकता दिवसको अवसरमा यहाँ भेला भएको छौँ कि होइन यहाँ भाइ बुहारी बहिनी दिदी सबैजना आउनु भएको छ कि अनि आजको हाम्रो यो प्रोग्रामलाई एकदमै अविस्मरणीय पनि बनाउनु पर्छ होइन फेरि नबोल्नु होला फेरि भोलिदेखि ड्युटी पनि जानुपर्छ अनि आजै हो रमाइलो गर्ने ल गाउनु तिमी पनि गाउ मिठो भयो
के गर्दैछौ म हामी प्रोग्रामबाट आयो फर्केर होइन अनि आएर छिटो यहाँ खाना बनाउन थाल्यो फिलहाल चाहिँ म समोसा बनाउँदैछु होइन दिदी भेना भाइ त्यहाँ बसिरहनु भएको छ समोसा फ्राई गर्दैछु किनभने मेरो दिदीलाई समोसा खानु मन छ अरे होइन अनि म छिटो खाना बनाउँदैछु उसको दिदीलाई समोसा खानु मन लागेर त्यस्तो बनाउने मिमी खाएर एउटा फेरि यहाँ गर्मी भयो अब सबै पकाएर एकैचोटि म देखाउँछु ल अहिले चाहिँ यहाँ समोसा कुकिङ हुँदैछ मेरो होइन सबै गरेर चाहिँ अहिले देखाउँछु ल म एकदम भ्याएको छुइनँ भ्लग बनाएको नि अब कन्टिन्यू गर्नु पर्दैन भात बनाएर भात खाएको अब हामी बनाउनु पर्छ त अन्त दुधै चोखो लाग्दैन नि त 120 जना सब्सक्राइबर त छ कि चोखे लाग्ला मलाई धन्यवाद बेनाजु लाइक शेयर सब्सक्राइब गर्नु होला कुनै ब्लग बनाइदिनु लास्ट एन्डिङ क्लोजिङ गरेर है स्ट्याक गर्न मिल्छ नि मेरो हजुर ओ दिदी समोसा कस्तो भयो त दामी त्यो एडिट आफै आउँछ क्या भाइ आफै आएको हो त्यो एडिट हेलो बाई बाई गुड नाइट भोलि भेटौँ ज्याक डिनर जेडी विथ कोक होला म त अर्को सपोज म नेपालै गयो भने त यो खुट्टा हो खुट्टा होइन क्या त्यसलाई के भन्छ स्ट्यान्ड इंग्लिशमा पो स्ट्यान्ड छ अनि नेपाल गयो भने के गर्छ अरे भन न भाइ लेग्स भन्नु न नेपाल गयो भने के गर्छ भनेको अब भिडियो बनाउने नेपाल गयो भने यस्तो आमी जितुमार जस्तो भएछ मेरो अनुहार थाक्यो हप्तो भयो मैले खाना के पकाएँ कसो पकाएँ भनेर मैले देखाउनु पाएन त्यही हो मैले अलरेडी समोसा बनाएँ त्यहाँदेखि साग र आलु भुटे पर्पल मुस्रीको दाल बनाएँ भात बसाएँ त्यति हो कि त्यस्तो खासै त के पकाएन तर 9 बजिसकेको थियो नि त अनि त्यसले गर्दा चाहिँ छिटो आउनु बित्तिकै छिटो पकाउनु परिहाल्यो अनि त्यही कारण भ्लग राम्रोसँग गर्नु पाएन है ल सबैजना नरिसाउनु ल भन्ने लास्टमा चाहिँ त्यति हो खाना खायो अब एकछिन बस्यो गफ गऱ्यो कति टाइम बादमा भेट भएको सबैजना अनि त्यही भएर बस्यो गफ गऱ्यो एकछिन अनि अब चाहिँ हामी सुतेको ल अनि यो भ्लग चाहिँ म भोलि एन्ड गर्छु है टुमोरो पार्ट 2 टुमोरो एन्ड गर्छु ल सी यु टुमोरो हेलो सबैजना दिस इज डे 2 कन्टिन्युड अनि अहिले तपाईँको 32 छ 12 दिउँसोको अनि हामी जाँदैछौँ हल्का यताउता घुम्नुको लागि अनि दिन एकदम खतम यस्तो छ वेदर बाहिर बट हामी तर पनि घुम्नु निस्क्यौँ होइन तातो भएर न्यानो लुगा लगाएर गएको छौँ दिदीहरू अलरेडी अगाडि जानु भएको छ अनि दिदीहरूलाई हामी फलो गरेको छौँ मेरो बुढाले घुमाएर कता कुना पुऱ्याएर बल्ल आइपुग्यो मलमा म त मल आइपुग्दा नै थाकिहालेँ अब त के घुम्नु मल पनि यो जानी बुझी गरेको तिमीले यस्तो म पहिल्यै थाकौँ अनि मल के घुम्नु भने सिरियसली भनेको कस्तो त्यो भयो म त के हो क्या मेरो कभर कस्तो थाई चाइनिजहरू जस्तो कभर काटेको मेरो पनि कभर हत्तु भयो टाउको कफी किनिदेऊ अब कफी किनिदेऊ मलाई टाउको दुख्यो मलाई कफी चाहियो अब यहाँ चाहिँ हामी त पोइन्ट भन्ने मलमा आइपुग्यो
त्यो मसिनमा किन मसिनको कफी खान्छु म कस्तो कुरा गरेँ गरेर खोल्यो अब हाम्रो दिदी बहिनीहरू कता हुनुहुन्छ ऊ पर थाकेर बसिरहेछ ऊ त घुमिसक्यो अरे अब त घुमिसक्यो अरे हो थाक्यो अरे अब घर पो जान्छ अरे ऊ त दिनको माल्टाको ट्रिप हजुरको कस्तो भयो त अनि माल्टाको ट्रिप राम्रो भयो अब फेरि कहिले आउनु त मन लाग्छ हो तर त्यो आइबस्नुपर्छ कि लामो बाटो सम्झेर अलि आउनु मन लाग्दैन आएपछि जानु मन लाग्दैन अल्छी लाग्छ तर फेरि बोजू गएपछि फेरि आम हुन्छ त्यति मात्रै हो हामी बोल्दैछ कि इन्टरभ्यू लिँदैछ यहाँ मैले मेरो माइकै ल्याउनु बिर्सेछु कि कुद्नु भन्दा त दिदीले जुस बुढाको जुस मेरो कफी नाम के हो तपाईँको ट्रपिक हो यो ह्याङओभर हो यो पिस्ताचियो क्रिमी लाटे यो मेरो फर्स्ट मैले नयाँ उयो गरेको नयाँ फ्लेभर हो कि ट्राई गरेको म फेरि एउटा फ्लेभर खानै सक्दिनँ ट्राई गरिरहनु एउटा ट्राई गर्ने हो मिठो नमिठो त्यो पछि थाहा हुन्छ भने बोल्न मिठो बाई बाई टाटा सी यू अब है अहिले त म अब बाथरुम साथरुम सबै सफा हुन्छ अन्त एटेच बाथरुम छ कि सरी कि पहिला पनि सफाइ थियो कि बाई अप्रिलमा आउने ल बिस्तारै जानु ओके बाई बाई होइन यति बाटोले चाहिँ भएन जस्तो भयो कि हालेको त्यस्तो त हुन्न मलाई कसले फोन गर्यो डक्टरले फोन गरेँ क्या अब यहाँबाट लिफ्टबाट यहाँको मल देखाउँछु ल यति नै हो यहाँको मल यति नै हो भनेको क्या हामी चाहिँ यता उता घुम्दै अहिले एसियन मार्टमा आइपुग्यो एसियन मार्टमा रामेन हेर्दै बुढाकोवाला रामेन कपमा खोजेको पाएनौ हाल नि त बनाइदिन्छु केही छैन मलाई त तिमीलाई खानु मन छैन म बनाइदिइहाल्छु उसमें पूछने वाली क्या बात है अरू चाहिँ केही छैन सबैको नयाँ चिजहरू छ जहाँ यो मुला बोक्नुमा मलाई के लाग्छ म मुला बोकेर हिँडिरहेको छु अब गएको घरमा गएर रामेन बनाएर खाने त्यहाँदेखि एकछिन बसेर त्यहाँदेखि फेरि मोमो बनाउने बुढा र बुढी एनर्जी चाहिँ त्यति छ क्या हाम्रोमा यतिको त हो हामी मान्छे मान्नुपर्छ होइन ब्रो जागर त भएको खाने कुरामा त जागर त यति डरलाग्दो छ हाम्रो हेलो एभ्रिवान अब चाहिँ म भ्लग एन्ड गर्दैछु होइन आई एम भेरी थकेड डुइङ आई एम भेरी टायर्ड होइन अब चाहिँ हामी घर आइपुग्यो अनि घर आइपुगेर मेरो बुढाले रामेन बनाएको छ अब रामेन खाने एकछिन चिल गर्ने होइन त्यहाँदेखि बादमा चाहिँ हामी सुतिदिने गुड नाइट हुने ओके सो यति नै थियो आई होप यु गाइज एन्जोइड होइन मिक्स म्याच यताउता माथि तल भएर चाहिँ तर पनि मैले एउटा भ्लग चाहिँ कम्प्लिट गरेको छु होइन होप यु गाइज एन्जोइड एन्ड विल सी यु अन द नेक्स्ट वान आई होप सुन चाचा भन्दै पप्पा ऊ पनि पुरा थाकिरहेको छ बिचारा ओके बाई बाई टेक केयर चाउ